जादु हेराउन भन्नुभयो एउटा जादु कला हेरेर हामी हैन मनोरञ्जन गरौं सर यो हेरिदिनुस् यो के हो यो तार हो कि धागो हो कि के हो धागो हो यसमा कुनै स्विच फिट गरेको छु मैले कुनै स्विच त छैन नि प्रष्टै हेरिदिनुस् यो छोडाउ यो धागो हो उता तान्नुस् त धागो यता तान्नुस् त यसमा केही छैन नि सर शंका छ भने भन्नु होला यसमा कुनै स्विच छैन केही छैन ल हेर्नुस् भित्र खाली छैन खाली छ अब यो धागो आरपार हजुरले हेरिराख्नु भएको छ यता तान्यो भने यता यसमा कुनै स्विच छैन नि गाँठो पारेको छ हजुर यो धागो हो यो धागोमा कुनै स्विच मैले फिट गरेको छैन यसमा कुनै तार पनि छैन है सर यो यसरी मैले माथि समात्दा यो पक्कै तल जान्छ बल हैन यो यसरी मैले गरेर माथि समात्यो भने पक्कै तल जान्छ बल यसमा कुनै शंका छैन नि सर मैले यसरी माथि समात्यो भने यो तल जान्छ 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 है यो धागो हो अब म यसरी समातेर माथि गर्छु अनि बीचमै रुक भन्छु भने बीचमै रुक्छ फेरि यसमा कुनै स्विच छैन सर छैन यो कुनै स्विच छैन म यसरी छोडेर अनि भन्छु बीचमा रुक भने यो बीचमै रुक्छ हेर्नुस् हामी विद्यार्थीहरुलाई उठबस गराउँछौं हैन दण्ड दिन्छौं हामीले सरकारलाई अब के गर्ने हो हैन सरकारलाई घुँडा टेकाउने हो आफ्नो माग प्रति अब हेर्नुस् यसमा कुनै स्विच छैन म बीचमा रुक्न भन्छु भने बल बीचमै आएर रुक्छ बीचमा मैले रुक भनिसकेको छु बीचमा आएर रुक्छ स्विच छैन हजुर बिस्तारै तल जाऊ म भन्छु बिस्तारै तल जाऊ भने बिस्तारै तल जान्छ बिस्तारै जाऊ म भन्छु बीचमा रुक भने बीचमै रुक्छ तल छिटो जाऊ भन्छु भने तल छिटो जान्छ यसमा कुनै स्विच छैन सर बिस्तारै जाऊ भन् ल बिस्तारै जाऊ मैले भनिसके यो शिक्षकको मार्कर हो जे पनि गर्न सक्छौ हो बिस्तारै जाऊ भनिसके बिस्तारै जाऊ भनिसके बिस्तारै जाऊ मैले भनिसकेको छु बिस्तारै जान्छ तल बिस्तारै जाऊ यो बिस्तारै जान्छ हजुर बिस्तारै जान्छ मैले भनिसकेको छु बिस्तारै जान्छ बिस्तारै गयो म छिटो भन्नुस् त छिटो जाऊ भनिदिउ ल छिटो जाऊ भने यो छिटो जान्छ शिक्षक एकता हाम्रो माग सरकारले यदि हाम्रो माग पूरा गरेन भने हामीले बीचमा ल्याएर उलाई झुन्ड्याइदिन्छ हामी उठबस गर्न लगाइदिन्छौं बीचमै ल्याएर झुन्ड्याइदिन्छ हाम्रो माग पूरा हुनुपर्छ हामी सरकारलाई भन्छौं बिस्तारै जाऊ यो हाम्रो नेपालको गति यस्तै चलिरहेछ बिस्तारै विकासतिर लगेको छ विकास बिस्तारै लम्किरहेछ हो ल हस्त धन्यवाद हजुर